आजको यस भिडियोमा बताउनेछु तपाईको मोबाइलको जीमेल कतिवटा मोबाइलमा लगइन छ त्यो कसरी हेर्ने, लगइन छ भने त्यसलाई लगआउट कसरी गर्ने। धेरै सजिलो तरिका म बताउन गइरहेको छु। तपाईको मोबाइलको जीमेल कतिवटा मोबाइलमा लगइन छ भने हेर्नका लागि सबभन्दा पहिला आफ्नो मोबाइलको जीमेललाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ सिक्रेट एन्ड साइन इन मा क्लिक गर्नु होला। त्यसपछि अलि तल आउनु होला। यहाँ गुगल प्रम्प्टमा क्लिक गर्नु होला। त्यसपछि आफ्नो मोबाइलको लक दिनु होला। लक राखेपछि यहाँ तपाईको एउटा अर्को पेज खुल्नेछ। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ जीमेल यति मोबाइलमा लगइन छ। यसलाई लग आउट गर्नको लागि जस्तै मेरो चाहिँ यो भिभो को मोबाइल छैन भने मलाई यो लग आउट गर्नको लागि यहाँ क्लिक गर्छु। त्यसपछि तपाईको जुन मोबाइल छैन भने त्यो मोबाइलको यहाँ जस्तै मेरो यो मोबाइल छैन भने म यहाँ क्लिक गर्छु। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ साइन आउट, यहाँ क्लिक गर्नु होला। त्यसपछि साइन आउट मा क्लिक गरिदिनु होला। साइन आउट गरेपछि तपाईको एकाउन्ट त्यो मोबाइलबाट रिमुभ हुनेछ।